हेलो साथीहरु, नमस्ते। हजुरहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले ड्र्यागन फ्रुटको जुस बनाउने सजिलो तरिका लिएर आएकी छु। हजुरहरु पनि ट्राई गर्नु होला है। फर्स्टमा यसलाई राम्रोसँग पखाल्नु होला। अब चाहिँ यसको बोक्रा तास्नु होला। बोक्रा तासिसकेपछि भिडियोमा देखाए जस्तै पिस पिस बनाउनु होला। अब चाहिँ यो काटेको पिसलाई मिक्सचरमा राख्नु होला। त्यसपछि मैले 1 कप दूध राखेकी छु र अन्तिममा मैले 1 चम्चा मह राख्दै छु। र अब चाहिँ मिक्सचरमा राखेर मिक्स गर्नु होला। हेर्नुस् त ड्र्यागन फ्रुटको जुस खानको लागि रेडी भइसकेको छ। आशा छ हजुरहरुलाई यो भिडियो मन पर्यो होला। यस्तै भिडियोको लागि क्विक फूड हबलाई सब्स्क्राइब गर्नु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरुलाई धेरै धेरै धन्यवाद।